नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहामा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु। महोत्तरीको औरहीमा 8 महिनाकी शिशु चोरी घटनाको छानबिन हुँदै। परम्परागत सांस्कृतिक उत्सव गाई जात्रा आज विभिन्न कार्यक्रम गरी मनाउँदै। सांसदहरूबाट पोखरामा भएको किशोरी पुष्पा केसीको हत्याराको छानबिनको माग। महिला हिंसाका घटना बढेको प्रति चिन्ता। र अमेरिकामा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा 2 जनाको मृत्यु, 11 जना घाइते। अब समाचार विस्तारमा। सिराहामा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा 2 जनाको ज्यान गएको हो। गोलबजार नगरपालिका 4 स्थित सडकमा 110 नम्बरको जीपले साइकललाई ठक्कर दिँदा साइकल यात्री सिराहाको धनगढीमै नगरपालिका 6 निवासी 55 वर्षीय जीवस महतोको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते महतोलाई विराटनगरलाई जाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाको धनगढी नगरपालिका 8 गगन खोला पुलमा J8P214 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री स्थानीय 22 वर्षीय गोविन्द ठाकुरको मृत्यु भएको छ। त्यस्तै सिराहा नगरपालिका वडा नम्बर 7 मैसोथामा पोखरीमा डुबेर 1 जनाको मृत्यु भएको छ। पोखरीमा डुबेर स्थानीय 50 वर्षीय हिललाल मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ। महोत्तरीको औरही नगरपालिकाबाट 8 महिनाकी शिशु चोरी भएको छ। औरही नगरपालिका वडा नम्बर 1 बस्ने सन्तोष चौधरीको 8 महिनाकी छोरी सोनाली कुमारी घरबाटै चोरिएकी हुन्। एक अपरिचित व्यक्तिले बालिकाको बुवा चिन्छु भन्दै आइतबार साँझ 6 बजेतिर केही बेर खेलाए जस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन्। इलाका प्रहरी कार्यालय गौशालाका सही प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको पुष्टि गर्दै खबर पाए लगतै खोजी कार्य थालेको जानकारी दिएका छन्। केही शंकास्पदहरूलाई पहिचान गरेर घटनाको छानबिन भइरहेको उनले बताएका छन्। नेवार समुदायको परम्परागत सांस्कृतिक उत्सव गाई जात्रा आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइन्छ। 1 वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई जात्रा मानिसलाई गाईको रूपमा सिंगारी आफ्ना इलाकामा परिक्रमा गराइन्छ। साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य र द्रव्य दान गरिन्छ। यसैगरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समय बैतरी पार हुने विश्वास छ। यो पर्व विशेष गरी नेवार समुदायले मनाउने गर्छ। यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा नृत्य, व्यक्तिको सम्झनामा रामायणको करुणा गीत पनि गाइन्छ। राजा प्रताप मल्लले पुत्र शोकले विहल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोकको सामना गर्नु परेको देखाउन जनतालाई आफ्ना दिवंगत आफन्तलाई नाममा गाई जात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएका थिए। तर यतिले पनि रानीले चित्त नबुझेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने प्रचलन पनि सुरु गरिएको बताइन्छ। गाई जात्राको अवसर पारेर काठमाडौँ उपत्यका लगायत दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, खोटाङ, भोजपुर लगायत नेवारी समुदायको बस्तीमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ। यसै अवसर पारेर सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ। जनकपुर स्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय प्रदेश 2 का आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र कुमार यादवले तालाबन्दी गरेका छन्। प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ 10 गते रक्षाबन्धन तथा जनै पूर्णिमाको बिदा घोषणा गरे पनि संघीय सरकार मतहतका कार्यालयले अवज्ञा गरेपछि प्रदेश सरकारका मन्त्री आफै अनुगमनमा निस्किएका हुन्। अनुगमनका क्रममा राष्ट्र बैंक खुल्ला रहेको भेटेपछि मन्त्री आफैले तालाबन्दी गरेका थिए। संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मतहतका कार्यालयहरूले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताए।
बन्धन हुँदा पनि प्रदेश सरकारको विधालाई सङ्घीय सरकारले चाहिँ कार्यान्वयन गराउनेतिर गएन र हामीले के भन्यौँ कि हाम्रो संस्कृति हाम्रो चाहिँ जुन सभ्यता छ त्यसलाई नै समाप्त पार्ने गरी जुन सङ्घीय सरकारले आफ्नो उहाँको अधीनमा रहेका कार्यालयहरूलाई बन्द नगरेको हुनाले प्रदेश सरकारले राजपत्रमा जुन चाहिँ छुट्टीहरू चाहिँ दिएछ त्यो छुट्टीहरू लागू हुनुपर्छ भनेर हामी चाहिँ आज यहाँ चाहिँ तलाबन्दी गरेका छौँ। र प्रदेश 2 को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले रक्षाबन्धनको दिन आइतबार सार्वजनिक बिदा घोषणा गरेपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार अपराह्न सार्वजनिक अपिल निकालेर बिदा मान्न सबै सरकारी कार्यालय, बैंक, संस्था, निजी क्षेत्रलाई आग्रह गरेको थियो। यसैबीच मुस्लिमहरूको पर्व बकर ईदका दिन पनि प्रदेश सरकारले दिएको बिदा सरकारी कार्यालयहरूले अटेरी गरेको थियो। अब समाचारमा केही बेर विश्रामपछि सांसदहरूबाट पोखरामा भएको किशोरी पुष्पा केसीको हत्याराको छानबिनको माग, महिला हिंसाका घटना बढेको प्रति चिन्ता। नेत्र विक्रम चन्द्र नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई सरकारले पटक पटक पक्राउ गर्ने काम गरेकोमा प्रधानमन्त्री डाक्टर भट्टराईको असन्तुष्टि व्यक्त। र अमेरिकामा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा 2 जनाको मृत्यु, 11 जना घाइते। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रतिनिधि सभाका सांसदहरूले पोखरा लामाचौरकी किशोरी पुष्पा केसीको हत्याबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद बिन्दा पौडेलले पोखरा लामाचौरकी 13 वर्षीय किशोरी पुष्पा केसीको पनि हत्या भएकोमा आपत्ति जनाउँदै सो घटनाबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो। उहाँले देशका विभिन्न भागहरूमा महिलामाथि हत्या, हिंसा लगायतका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै तत्काल नियन्त्रण गर्न महिला हिंसा विरुद्ध प्रतिनिधि सभाले पास गरेको संकल्प प्रस्ताव कार्यान्वयनमा लैजान पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। बैठकमा शान्तिमाया तामाङ पाखरिनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा ठूलो घोटाला भएको दावी गर्दै तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो। त्यसैलाई विश्वास गर्छु, आजभन्दा धेरै लामो समय अगाडि 2054 सालमा नेपाल सरकारका त्यतिखेरका तत्कालीन प्रधानमन्त्री सदैव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्यतिखेर प्रधानमन्त्री हुँदा यो उत्पीडित उपेक्षित स्थापना गर्नुभएको थियो। हामीले अहिले बुझेको भनेको मानव विकास नै समग्रमा विकास हो भनेर हामीले बुझेका छौँ। यो बाटो घाटो बिजुली बत्ती पनि हुँदाहुँदै पनि मानव विकास सबैभन्दा ठुलो कुरा हो। र हामीले त्यो बेला दलित समुदायको हक अधिकारको लागि, दलित समुदायका व्यक्तिहरूको मानव विकासको लागि जुन त्यतिखेरको सरकारले तय गरेको र स्थापना गरेको त्यो उत्पीडित उपेक्षित दलित वर्ग समिति अहिलेको सरकारले खारेज गरेको छ। सांसद शशि श्रेष्ठले गरिबलाई दिने भनिएको राष्ट्रिय गरिब परिचय पत्रमा घोटाला भएको भन्दै तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो। देशका 25 वटा जिल्लाहरूमा राष्ट्रिय गरिब परिचय पत्र वितरणको काम जारी छ। सांसद सरिता कुमारी गिरीले कृषकहरूलाई उचित मलखादको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो। सांसद सीताराम महतोले सुनसरीमा सिँचाइको उचित व्यवस्था गर्न माग गर्दै सुनसरी खोला सिँचाइ परियोजना छिटो निर्माण सम्पन्न गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। त्यसैगरी सांसद लाल काजी गुरुङले मूल्यवृद्धिको जनता मारमा पर्दा पनि व्यवस्था गरिएको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले कञ्चनपुर घटनालाई लिएर आफ्ना पार्टीका सांसदहरूमाथि प्रहार गर्ने काम भइरहेको दावी गर्दै तत्काल बन्द गर्न चेतावनी दिनुभएको छ। नेता रावलले कञ्चनपुर घटनाका दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग पुनः माग गर्नुभयो। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आफू लगायत पार्टीका त्यस क्षेत्रका 23 जना सांसदहरूले बालिका निर्मला पन्तको हत्यालाई छानबिन गरी कारबाही गर्न सरकारलाई दबाब दिँदै आएको पनि स्मरण गराउनुभयो। नेता रावलले घटनालाई राजनीतिकरण गरेर
लुकाउने मार्गमा कोही पनि लाग्न नहुने पनि सचेत गराउनु भयो। उहाँले मुलुकलाई विधिको शासनतर्फ उन्मुख गराउन आफूहरू प्रतिबद्ध रहेको पनि बताउनु भयो। नेता रावलले कञ्चनपुरमा बालिका पन्तको हत्यारालाई कारबाही गर्न माग गर्दै भएको आन्दोलनमा घाइते भएकाहरूलाई तत्काल उपचारको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनु भयो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गर्नुभएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले महिला र बालबालिकामाथि हत्या, हिंसा, बलात्कार लगायतका घटना बढिरहँदा पनि राज्य निरह देखिएकोमा आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्नुभएको हो। प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका उहाँले बलात्कार सहितका जघन्य अपराधबाट मुक्तिका लागि न्याय माग्न जाँदा राज्यले उल्टै गोली हानेर मार्ने काम गरेको भन्दै सरकारको सो कार्यको कडा शब्दमा निन्दा र भर्त्सना पनि गर्नुभयो। प्रवृत्तिगत रूपले नै अत्यन्तै गम्भीर छ। यसको 3वटा पाटोको विषयमा म आफ्नो धारणा राख्न चाहन्छु। पहिलो, निर्मला पन्त एक प्रतिनिधि पात्र बनेकी छन्। बलात्कार पश्चात एउटी अबोध बालिकाको हत्या निन्दनीय मात्रै होइन, दण्डनीय अपराध हो। देशको अन्य भागमा पनि यही प्रकृतिका घटना बढेको कारण बढेको विवरण आइरहेका छन्। यस्ता घटनाहरू किन घटिरहेका छन् र यसलाई कसरी समाप्त गर्न सकिन्छ? सबै कालले राजनीतिक आग्रहहरूभन्दा माथि उठेर हाम्रा छोरी चेलीहरूको मर्यादा, सुरक्षा र सम्मान अभिवृद्धि गर्न हामी गम्भीर बन्नु जरुरी छ। यसका लागि म कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको हिंसात्मक घटनामा प्रहरीले गोली चलाउँदा 1 जना बालकको ज्यान गएको थियो। सभापति देउवाले न्यायको खोजीमा गएका पीडितलाई नै ज्यान लिने यो कस्तो कानुन राज्य हो भनी प्रश्न पनि गर्नुभयो। न्यायपालिकाले कार्यपालिकाको लाचार छाया बनाउन खोजेको पनि सरकारमाथि सभापति देउवाको आरोप छ। उहाँले न्यायपालिकाको भूमिका खुम्च्याउने कोसिस नगर्न पनि सरकारलाई चेतावनी दिनुभयो। अब फेरि विश्रामपछि नेत्र विक्रमचन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई सरकारले पटक पटक पक्राउ गर्ने काम गरेकोमा प्रधानमन्त्री डाक्टर भट्टराईको असन्तुष्टि व्यक्त र अमेरिकामा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा 2 जनाको मृत्यु, 11 जना घाइते। विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी समाचार। नयाँ शक्ति पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेत्र विक्रमचन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई सरकारले पटक पटक पक्राउ गर्न काम गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संयोजक भट्टराईले अधिकारप्रतिको आन्दोलन गर्ने सबैको नैसर्गिक अधिकार हुने भन्दै नेकपा सहितका शक्तिहरूसँग राजनीतिक व्यवहार गर्न पनि सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले पञ्चायतकालको झल्को आउने गरी प्रकाण्डलाई अदालतले छोड्ने तर राज्यले पक्राउ गर्ने गरेको भन्दै त्यस्तो खालको व्यवहार कसैलाई पनि राज्यले गर्न नहुने पनि स्पष्ट पार्नुभयो। संयोजक भट्टराईले प्रकाण्डले लिएको बाटोमा आफू सहमत हुन नसक्ने उल्लेख गर्दै उनीहरूको मुद्दालाई भने राज्यले बुझ्नै पर्ने स्मरण पनि गराउनुभयो। संयोजक भट्टराईले टीकापुर घटनाका मुख्य अभियुक्त करार गरी जेल सजाय भोगिरहेको रिसमान चौधरीलाई सांसदको शपथ खुवाउने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिनुभयो। उहाँले दण्डकालमा पक्राउ परी अझै पनि जेल सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादीका कार्यकर्ताले तत्काल रिहा गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। संयोजक भट्टराईले ब्रिटिस गोर्खालीको नागरिक खारिज गर्ने काम नगर्न पनि सरकारलाई सुझाव दिनुभयो। उहाँले 12 कक्षासम्मको शिक्षालाई निशुल्क हुने गरी ऐन बनाउन पनि सरकारसँग आग्रह गर्नुभयो। काठमाडौँको बल्खु स्थित तरकारी बजारका अधिकांश तरकारी विक्रेताले बिल बिजक बिना नै तरकारी खरिद तथा बिक्री गर्ने गरेको पाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले आज बिहान गरेको अनुगमनका क्रममा यो तथ्य फेला परेको हो।
अधिकांश तरकारी पसल दर्ता छैनन् भने तरकारी खरिदको बिल समेत उनीहरूसँग नभएको अनुगमन टोलीले फेला पारेको छ। कानुनको दृष्टिमा अवैध रूपमा सञ्चालन भइरहेको झण्डै 90% तरकारी विक्रेताहरूसँग तरकारी खरिदको कुनै पनि किसिमको अभिलेख नरहेको फेला परेको छ। तरकारी विक्रेता दामोदर नेपालले कुनै पनि तरकारीको निश्चित मूल्य नहुने दाबी गर्दै एउटै तरकारीको 3-4 थरी मूल्य हुने बताउनुभयो। बल्खु कृषि तथा तरकारी बजार सञ्चालक मोहन बस्नेतले कानुनी रूपमा दर्ता हुने र बिल बिचक जारी गर्ने लगायतका काम भइरहेको भए पनि किसानले बिल दिने र व्यापारीले बिल काट्ने पद्धतिको सुरुवात नभएसम्म तरकारीको मूल्यलाई व्यवस्थित गर्न नसकिने बताउनुभयो। अनुगमन टोलीमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका सकिय सचिव सन्तोष विष्टले कानुनले कल्पना गरेको व्यवस्थित बजार नपाइएको प्रतिक्रिया दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा 2 जनाको ज्यान गएको छ। 11 जना घाइते भएका छन्। फ्लोरिडा स्थित ज्याक्सोनिलभिलको मनोरञ्जन कम्प्लेक्समा भिडियो गेम चलिरहेका बेला गोली चलेको हो। ज्याक्सोनिल फ्लोरिडाको ठुलो किनमेल मनोरञ्जन तथा डाइनिङ कम्प्लेक्सको हो। गोली हान्ने व्यक्ति डेभिड काज नामक 34 वर्षीय युवक भएको खुलेको छ। बाल्टिमोरका उनको गोलाबारीपछि आफैलाई पनि गोली हानेका छन्। गेममा हार बेहोरेपछि युवकले गोली चलाएको खबर स्थानीय सञ्चार माध्यमहरूले प्रकाशन ल्याए पनि प्रहरीले भने इन्कार गरेको छ। घटनामा उनी बाहेक अरूको संलग्नता नरहेको बताइएको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहामा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु। महोत्तरीको औरहीमा 8 महिनाकी शिशु जोडी घटनाको छानबिन हुँदै। परम्परागत सांस्कृतिक उत्सव गाई जात्रा आज विभिन्न कार्यक्रम गरी मनाउँदै। सांसदहरूबाट पोखरामा भएको किशोरी पुष्पा केसीको हत्याको छानबिनको माग। महिला हिंसाका घटना बढेको प्रति चिन्ता। र अमेरिकामा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा 2 जनाको मृत्यु, 11 जना घाइते। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।